क्षति भयो भारपट्टि क्षतिको यकिन विवरण चाहिँ हाम्रो सिस्टमले देखाउँदैछ। अब मतलब यो चाहिँ अब कति भयो भइसक हामीले चाहिँ क्षति भए पनि हाम्रो क्लेम कम होस् भनेर मतलब हुनसम्मको लागि चाहिँ हामी त्यही करेक्सन गर्छौँ र नहुने कुरो बिल भाउचर पेश गर्छौँ। यो इन्जिनियरिङहरूले नै गर्ने हो। तलको त मोटामोटी चाहिँ के भनेदेखि 70-75 करोडको कति निस्किसकेको छ। मोबाइल हो, मोबाइलको सबै लिएर गए, महँगो मोबाइल चाहिँ लिएर गए, घडीहरू भएको सबै लिएर गए। रक्सीको पनि चाहिँ मतलब चाहिँ धेरै रक्सीहरू लिएर गए। अझै यिनीहरूले चाहिँ ट्रली लिएर जाने कोसिस गरेको थिए, त्यो चाहिँ के भन्ने हुन सकेन। कपडाहरू लिएर गए। हो यस्तै चाहिँ भनौँ न हजुरको यस्तै चाहिँ मतलब चाहिँ योभन्दा अझै धेरै क्वान्टिटीमा थियो। फलफुल तरकारीहरू सबै चाहिँ बर्बाद बनाइदिए। अब हामीलाई चाहिँ के भनेदेखि नेपालीहरूको एउटा चाहिँ के भनेदेखि यो अगाडि तामाको घडाहरू त्यो पनि लगाएर एउटा त कुचेको प्राप्त भयो, अरू कहाँ पुर्यायो त्यस्तै भयो। अनि अन्य धेरै सामानहरू चाहिँ के भनेदेखि त्यो आइसक्रिम फ्रिजलाई लगाएर त्यहाँ गरे। यो चाहिँ एकदम नेपालमा चाहिँ के भनेदेखि चाहिँ धेरै कुरा भइसक्यो नि हैन। तर यस्तो घटना चाहिँ मैले देखेको छैन है। मैले पनि चाहिँ 35-36 सालदेखि चाहिँ के भनेदेखि आन्दोलनले मलाई चाहिँ एउटा चाहिँ जनआन्दोलन हेर्दै आएको। तर यस्तो किसिमको चाहिँ के हुलहुल्ला चाहिँ यसो चाहिँ के भनेदेखि एउटा लुट डकैती हो यो। यस्तो किसिमको घटनाहरू चाहिँ मैले देखेको छैन है। र चर्चित व्यापारी पनि हुनुहुन्छ नेपालमा होइन। तपाईँले सबैभन्दा धेरै ट्याक्स पनि तिर्नुहुन्छ। धेरै राजनीतिज्ञहरूसँग प्रतिपक्ष होस् अथवा अहिले जो पक्षमा हुनुहुन्छ सत्तामा हुनुहुन्छ उहाँसँग तपाईँ अब होइन नजिक पनि हुनुहुन्छ। यी नजिक भएको भएर टार्गेट गरिरहेको हो कि कसरी बुझ्नु भएको छ? मिनबहादुरले चाहिँ कमाएको र यो पैसा चाहिँ यहीँ चाहिँ राखेको, कमाएको मात्रै होइन, यहाँ ब्याङ्कको पनि लगाइन्छ, यसमा ब्याङ्कको पनि लगाइन्छ। र हाम्रो चाहिँ के भनेदेखि चाहिँ 4 दशकको चाहिँ हाम्रो चाहिँ आर्जन गरेको सबै चाहिँ आम्दानी यहीँ छ, त्यसले देखेको। यदि मैले ब्याङ्कबाट लिने अनि बाहिर विदेशमा गएको भए अलि देख्दैन थियो। मैले ब्याङ्कबाट लोन लिने अनि बाहिर जाने, बाहिर विदेशमा लगानी गर्ने, अथवा मैले यहाँबाट चाहिँ के भने आम्दानी गर्ने बाहिर विदेशमा लग्यो भने त्यो देखिन्न थियो, अलिक सानो साइजमा हुन्थ्यो। त्यस कारणले मैले चाहिँ के पनि एउटा देखाउन खोजेको भनेदेखि कमसेकम नेपालमा पनि केही हुनसक्छ है। विशुद्ध चाहिँ के भने नेपालप्रति मतलब चाहिँ आफ्नो चाहिँ के भनेदेखि नेपालप्रति चाहिँ आफूले चाहिँ के भनेदेखि एउटा राम्रो काम गर्यो भने देखाउन सकिन्छ भने मतलब यो चाहिँ उदाहरण यङ जेनेरेसनलाई पनि एउटा उत्प्रेरणाको स्रोत हुन्छ भनेर तपाईँले एकदम